हेलो नमस्कार साथीहरू तपाईँहरू सम्पूर्णलाई मेरो नाम याकुब अछामी अनि आज म तपाईँहरूको लागि हाउ टु मेक ब्याकिङ ट्र्याक युजिङ जस्ट ड्रम एन्ड बेस गिटार आजको यो ट्युटोरियलमा म तपाईँहरूलाई थोरैभन्दा थोरै रिसोर्सेसहरू प्रयोग गरेर कसरी ब्याकिङ ट्र्याक क्रिएट गर्न सकिन्छ भन्ने कुरा बताउन गइरहेको छु तपाईँसँग एउटा ल्यापटप चाहिँ हुनु पऱ्यो अनि हामी यसको लागि फ्री भर्चुअल इन्स्ट्रुमेन्ट VSTहरू प्रयोग गर्नेछौँ र कम्प्युटर स्क्रिनमा जाउँ सबैभन्दा पहिला चाहिँ हामीलाई एउटा चाहियो डिजिटल अडियो वर्क स्टेसन त्यसको लागि चाहिँ मैले यो रिपर भन्ने प्रयोग गर्ने गरेको छु त्यसपछि हामीलाई आजको ट्युटोरियलमा चाहिने अर्को सफ्टवेयर हो जुन चाहिँ हामीले यो DAW भित्र प्रयोग गर्छौँ त्यसलाई हामीले प्लगइन भन्ने गर्छौँ होइन सफ्टवेयरभित्र सफ्टवेयर अनि त्यसको लागि चाहिँ हामीलाई बेस चाहियो अनि चाहिँ ड्रम चाहियो बेसको लागि चाहिँ मैले यो फ्री बेस हो यो पनि फ्री प्लगइन तपाईँको लागि म्याकको लागि पनि छ अनि विन्डोजको लागि पनि छ होइन तपाईँको कम्प्युटर अनुसार तपाईँले त्यो डाउनलोड गर्न सक्नुहुन्छ है मैले डिस्क्रिप्सनमा चाहिँ यसको लिङ्कहरू राखिदिन्छु त्यसपछि ड्रमको लागि चाहिँ मैले यो एमटी पावर ड्रम किट 2 भन्ने युज गर्न गइरहेको छु किनभने यो चाहिँ यस्तो सिम्पल छ अनि जम्मा 60 MB को मात्रै फाइल हो यो ल हुन्छ अब तपाईँले इन्स्टल गरिसकेपछि हाम्रो रिपर चाहिँ यस्तो देखिन्छ है यो प्लस बटनमा हामी यहाँ थिच्यो भने हामीले चाहिँ यहाँ ट्र्याक क्रिएट गर्छौँ होइन र मानौँ यो चाहिँ हाम्रो ड्रम ट्र्याक हो यहाँ तपाईँले ड्रम भनेर लेख्न सक्नुहुन्छ फेरि यहाँनिर तल आएपछि प्लस गर्ने बित्तिकै अर्को ट्र्याक हाम्रो खुल्छ बेस भनेर हामीले यसलाई लेख्न सक्छौँ सो अब कसरी सुरु गर्ने भन्दाखेरि भेरी सिम्पल आइडिया यो एफएक्स भन्ने ठाउँमा तपाईँले चाहिँ त्यो जुन हामीले अघि कुरा गरेको बेस र ड्रम छ त्यो सफ्टवेयर चाहिँ यहाँ लोड गर्न सक्नुहुन्छ है प्लगइन भन्छौँ हामी त्यसलाई सो जस्ट यहाँ क्लिक गरौँ अनि यहाँनिर चाहिँ सर्च गरौँ एमटी लेख्ने बित्तिकै आयो क्या अरे होइन अनि मैले चाहिँ यो VST 3i भन्ने भर्सन युज गरेको छु होइन यहाँ कहिलेकाहीँ VST मात्रै लेखेको पनि आउँछ तपाईँले इन्स्टल गर्दाखेरि के गर्नुहुन्छ सो जस्ट म यसलाई डबल क्लिक गर्छु होइन यहाँनिर चाहिँ यसले डोनेट गर्नुहोस् भनेर चाहिँ भनेको छ तर अहिलेलाई जरुरी छैन हामी गर्दै जाउँ के हुँदो रहेछ मैले पहिला युज गर्दा चाहिँ यो पनि प्रम्प्ट आउँथेन होइन जस्ट हामी यहाँ स्टार्टमा जाउँ ड्रम चाहिँ हाम्रो यस्तो खालको छ है हामीले यहीँ क्लिक गर्दा पनि यसको साउन्डहरू यस्तो खालको छ भनेर हामी सुन्न सक्छौँ धेरै लामो होइन आजलाई म जस्ट म्याक्सिमम 16 बार ड्रम पार्ट होइन अनि त्यसमा बेस हालेर म तपाईँहरूलाई एउटा ब्याकिङ ट्र्याक बनाएर देखाउँछु है सो यहाँनिर चाहिँ हाम्रो ग्रुभ्स भन्ने बटन छ यहाँ आएपछि हामीलाई चाहिँ इन्ट्रो कस्तो बनाउने होइन अनि अब मेन ग्रुभ बिट कस्तो बनाउने अनि कस्तो खालको रोलहरू फिलहरू हाल्ने भनेर चाहिँ हाम्रो यहाँ थुप्रै लिस्टहरू दिएको छ जस्ट हामी एउटामा क्लिक गरौँ न होइन इन्ट्रोमा जाउँ अनि यहाँ चाहिँ हाम्रो एकदम यो सबै चाहिँ इन्ट्रोको प्रकारहरू है अब यसलाई प्ले गरेर हेरौँ होइन हाम्रो ड्रमरहरूले यसरी नै सुरु गर्छ नि गीतहरू अथवा यो होइन अब होइन तपाईँलाई कसरी सुरु गर्न मन लाग्छ अब मलाई चाहिँ यो मन पर्यो है 3 नम्बरको सो हामी यहाँ तल जाउँ अलिकति यसलाई सारेर चाहिँ हाम्रो यो ड्रमको यहाँ देखिनु पर्यो क्या यसलाई चाहिँ हामीले यो माउसले चाहिँ लेफ्ट क्लिक गरेर यसरी ड्र्याग गरेर हामी यहाँनिर लिएर आउँछौँ होइन यसलाई सुरुमै राखिदिउँ नो प्रब्लम अब हाम्रो यो माउस जुन छ नि हामीले यो जहाँ क्लिक गर्यो त्यहीँबाट यो बज्छ क्या अब यहाँनिर राख्यो भने होइन तपाईँले यो प्ले बटन यहाँ दबाउनुहोस् यो लुप भन्ने बटन क्लिक भएको छ त्यसरी यो रिपिट भइरहेको छ स्टप गरौँ तपाईँले किबोर्डमा चाहिँ स्पेस पनि दबाउन सक्नुहुन्छ अनि सेम हरेक मल्टिमिडियामा प्ले पज बटन हुन्छ नि त्यस्तै हो अब हाम्रो यो चाहिँ इन्ट्रो भयो होइन अब एउटा ग्रुभ हालौँ त अब मेन बिट कस्तो खालको बिट चाहिँ हामीले रिपिट गर्ने हो अब जस्ट हामी यहाँ 8th नोट क्लोज हाई ह्याटमा जाउँ होइन
अनि बजाएर हेरौँ अनि यहाँनिर चाहिँ तपाईँले सेलेक्ट गर्न सक्नुहुन्छ तपाईँ 3 बार बजाएपछि रोल हान्न चाहनुहुन्छ कि तपाईँ चाहिँ अब हुन्छ नि 4 बार पछि 5 बार पछि धेरै जस्तो चाहिँ 3 बार पछि चाहिँ टुटु फिल्सहरू हान्ने चलन हुन्छ होइन मोस्ट बेसिकली ड्रमको कुरा गर्दाखेरि मेरो इन्स्टान्समा चाहिँ आई वान्ट 7 बार्स अनि मैले चाहिँ फिल्स त्यहाँबाट हाल्छु है अब यसो सुनौँ यो बिट कस्तो रहेछ सिम्पल क्र्यास हानेर ड्रम सुरु भएको छ अनि 7 बार यो जान्छ होइन यसलाई चाहिँ हामीले सटलर यहाँ राखिदिउँ होइन अब यो हामीले चाहिँ ठ्याक्कै जोड्नु पर्ने हुन्छ है ठ्याक्कै जोड्ने अनि अब हाम्रो कस्तो सुनिन्छ त किनकि यो 7 बार मात्रै छ होइन अब हामीले चाहिँ यहाँ एउटा रोलिङ हाल्नु पर्यो क्या हामीले यो साइडमा चाहिँ तपाईँले होइन यो बिट बजाएपछि कस्तो खालको फिल्स हाल्ने भनेर चाहिँ यहाँ छ होइन यो हालेर एन्ड गर्ने हो कि ओके अहिले होइन सो अब यसलाई हामीले ठ्याक्क यसलाई यहाँ राखेर पुरै सुन्दाखेरि चाहिँ तपाईको इन्ट्रो अनि मेन बिट त्यसपछि चाहिँ फिल्स आयो अब तपाईँले माउसले यो दुईटालाई चाहिँ होइन यसरी राइट क्लिक गरेर यसरी सेलेक्ट गर्नुभयो भने यो दुईटै सेलेक्ट हुन्छ अनि कन्ट्रोल सी पीसीमा अनि कमान्ड सी चाहिँ म्याकमा युज गरेर यसलाई कपी गरेर ठक्क यहाँ ल्याएर पेस्ट गर्दै जानुहोस् होइन तपाईँलाई अब कति लामो बनाउनु मन छ अब हाम्रो बेसको लागि चाहिँ हाम्रो सेर्भेक्ट हो कि के हो भन्ने ड्रम थियो SIR ओके यहाँनिर चाहिँ सेर्भेक्ट बेस यहाँनिर हाम्रो छ है यो चाहिँ 5 स्ट्रिङ बेस हो है अब 5 स्ट्रिङमा के हुन्छ भन्दाखेरि तपाईँको लोएस्ट स्ट्रिङ चाहिँ यो चाहिँ लो ईमा रहेछ अब यहाँ हामीले केही पनि गर्नु पर्दैन यो चाहिँ हाम्रो ओपन छ भनेको नि त होइन अब हामीले त्यो बेस चाहिँ हामीले यहाँ बनाउने जस्तै यहाँ यो ड्रमको बनाएको छ नि होइन तपाईको माउसले हुन्छ नि ठ्याक्क यहाँ आएर लेफ्ट क्लिक गर्नुस् हैन अनि यसरी ड्र्याग गर्नुस् अनि यति अहिलेलाई चाहिँ हामीले यति लामो बेस पार्ट बनाउने हो तपाईले यो सेलेक्ट गरिसकेपछि हैन अहिले यो ड्रम भन्ने ट्र्याकमा हाम्रो क्लिक छ हैन तपाई यहाँ तल क्लिक गर्नुस् अनि यहाँ तल क्लिक गरिसकेपछि हैन टाइम सेलेक्सन गरिसकेपछि इन्सर्टबाट तल आएपछि इन्सर्ट न्यू मिडी आइटम भनेको छ है क्लिक गरेपछि यहाँको जस्तै यता एउटा फाइल क्रिएट हुन्छ यसलाई हामीले मिडी फाइल भनेर भन्छौं तर यो मिडी फाइल चाहिँ खाली छ हेर्नुस् यहाँ ठ्याक्कै यो ड्रम छ भनेर ड्रमको नोटहरु छ भने यहाँ देखाइएको छ तर यहाँ तल चाहिँ खाली छ त्यहाँ चाहिँ केही पनि छैन मिडी फाइललाई डबल क्लिक गर्यो भने चाहिँ यस्तो खालको एउटा भ्यू खुल्छ है यसलाई हामीले पियानो रोल भनिन्छ किनकि यहाँ चाहिँ पियानो नोटहरु देखाउँछ क्या भनेपछि यहाँदेखि यहाँ चाहिँ 1 बिट हो 1 बिट 2 बिट 3 बिट 4 बिट हैन अब हामीले युज गर्ने ई चाहिँ यहाँनिर छ C1 को रेन्जमा यो CDE है अब यहाँनिर आएपछि चाहिँ जस्ट यहाँ यो ठाउँमा आएर यसरी माउसले लेफ्ट क्लिक गरेर ड्र्याग गर्नुस् तपाईलाई अब पुरा होल नोट हैन 4 यति लामो बेस नोट बनाउन छ भने त्यत्रो लामो बनाउनुस् हैन त्यो चाहिँ 1 बारको के अब डन 2 3 4 हैन अब अहिलेलाई चाहिँ मैले तपाईलाई ठ्याक्क ई को कर्ड प्रोग्रेसन बनाउन खोजिरहेको छु है सो म चाहिँ के गर्छु भने ई सी शार्प माइनर अनि ए अनि बी है त सो हामीसँग अहिले यो ई यहाँ अलरेडी छ है तपाईले यहाँ थिच्दाखेरि यहाँ पनि देखाउँछ यो ठाउँमा कुन नोट हो भनेर E1 हैन अब हाम्रो सेकेन्ड नोट चाहिँ हाम्रो के हो भन्दाखेरि हाम्रो यहाँनिर हाल्छौं हैन सेकेन्ड नोट चाहिँ सी शार्प हेर्नु यहाँ सी शार्प 2 भनेको छ नि त्यसपछि ए पछि बी
अब इन टोटल हाम्रो 4वटा बार चाहिँ हाम्रो यो बेस लाइन लेखियो है अनि सिम्पल प्रत्येक बार एउटा मात्रै नोट चाहिँ बेसिस चाहिँ बजाइरहेको छ अब यति भइसकेपछि हामीले के गर्न सकिन्छ भने पहिला यसलाई हामी सेलेक्ट गरौँ है यो रातो भएको छ नि एकदम जोडले हिर्काएको छ कि यसलाई यसरी हामी तल ल्याउँ अलि भनेको यो अलिकति सफ्ट छ यो डाइनामिकली सो हामीले चाहिँ टार्गेट गरेको 8 बार भन्दा आधा जति चाहिँ हामीले यो बेस लेख्यौँ है यहाँबाट ठ्याक्क सुरु गरिसकेपछि सेलेक्ट गरेर पीसीमा कन्ट्रोल सी म्याकमा कमान्ड सी गरेर कपी गर्यो यहाँनिर ल्याएर यसलाई हामीले पेस्ट गरिदियो भने हाम्रो अब 8 बारको बेस लाइन भयो लुप बन्द गरौँ हैन अब हामीले अर्को के गर्न सकिन्छ नि होल नोटको सट्टा के डमको सट्टा हामी चाहिँ यसलाई डम 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 8th नोट पनि बनाउन सकियो है त्यो चाहिँ हामीले सिम्पली यसैलाई कपी गरौँ हैन कमान्ड सी अथवा कन्ट्रोल सी पेस्ट अनि यसलाई चाहिँ ओपन गरौँ अनि ओपन गरिसकेपछि वी हेभ दिस हैन यसलाई चाहिँ हामीले जस्ट जुम गरौँ हैन अनि यहाँबाट यहाँ तपाईले हेर्नुभयो भने यहाँ चाहिँ म्याक्सिमम नोट भ्यालु चाहिँ 16 नोट गरेको छ के 1 ENA 2 ENA 3 ENA 4 ENA हामी चाहिँ यसलाई यसरी चाहिँ 8th नोटमा राख्यो भने 1 and 2 and 3 and 4 and भन्छ हैन सानो गरौँ अब चाहिँ कस्तो हुन्छ यो यसलाई सेलेक्ट गरेर कपी गरेर हामी यहाँ पेस्ट गर्दियौँ अब यति भएपछि हाम्रो के भयो नि यसलाई डिलिट गरिदिउँ अनि यसलाई कपी गरौँ न हैन घरि यो लेख्न सट्टा यहाँ गएर पेस्ट गरेर जो यसरी हाइलाइट भएकै समयमा चाहिँ है यसरी हाइलाइट भएको समयमा यसलाई चाहिँ हामीले एउटा कम भयो सो फेरि यसलाई कपी गरेर हाम्रो अनि यहाँ आएर पेस्ट गरौँ है त सो यो फेरि एमै भयो यसलाई सारौँ बीमा हैन सो अब हाम्रो के भयो भन्दाखेरि 8th नोट ग्रुभ बेस लाइन भयो है ओहो यहाँ पनि एउटा कम भएछ किनकि यो नोट चाहिँ यहाँ हुनुपर्ने हो क्या अलराइट सो अब हाम्रो चाहिँ यो 8th नोट ग्रुप भयो है कपी गरौँ यसलाई यहाँ पेस्ट गरिदिउँ अनि यसलाई नै अब पुरै कपी पेस्ट गरौँ होला हैन अब यहाँ आएपछि एउटा दुईटा कुरा गर्नुपर्ने हुन्छ आजको ट्युटोरियलको लागि है त्यो चाहिँ के हो भन्दाखेरि यो यहाँनिर हेर्नुहोस् न यो रातो भएको छ नि अनि यहाँ पनि रातो भएको छ यसलाई क्लिपिङ भन्छौँ हामीले यो चाहिँ ओभर लाउड भयो क्या यो है के भएको छ भन्दाखेरि यो ड्रम भित्र नि यहाँनिर कुनै कुनै नोट चाहिँ एकदम जोडले हानेको भएर त्यो चाहिँ चाहिने भन्दा धेरै लाउड भयो भनेको क्या त्यो त्यस्तो सेफ छैन त्यो ठुलो स्पिकरमा बजाउँदाखेरि चाहिँ स्पिकरलाई पनि असर पर्ने डर हुन्छ त्यो सो हामीले चाहिँ यसलाई अहिलेलाई सिम्पली के गरौँ भने धेरै कम्प्लिकेटेड नजाउँ यो च्यानललाई चाहिँ हामीले अलिकति सानो गरिदिउँ क्या यो ड्रमलाई है सो अब यहाँ अर्को एउटा काम हामीले के गर्नुपर्ने छ भन्दाखेरि तपाईँले सुन्नुभयो होला नि यो बेस चाहिँ ट्याउ 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 गरेको छ क्या होइन यसलाई चाहिँ हामीले अलिकति इक्वलाइजेसन गर्नुपर्ने हुन्छ है त्यो भने के हो भने हामीलाई चाहिँ त्यो ट्याङ 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 साउन्ड चाहिँदैन क्या हामीलाई चाहिँ अलिकति लो साउन्ड बुम 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 मात्रै चाहियो हामीलाई सो यही एफएक्समा गएर चाहिँ हामीले है अहिले हाम्रो चाहिँ यो बेसको प्लगइन मात्रै छ यहाँ तल चाहिँ एडमा क्लिक गरौँ हामीले होइन तपाईँले यहाँ चाहिँ EQ भनेर लेख्न सक्नुहुन्छ अनि EQ भन्ने बित्तिकै यहाँ तल यो रिपरको आफ्नै EQ हो यो होइन इक्वलाइजेसन रिया EQ भनेर भन्छ यसमा क्लिक गरेर ओके गर्नुहोस्
तपाईलाई चाहिँ यहाँ यस्तो खालको इन्टरफेस आउँछ यहाँ के देखाउँछ भन्दाखेरि तपाईले जब यो बजाउनुहुन्छ नि अनि यहाँनिर यो जुन यहाँ यसरी ग्राफ देखाइरहेको छ नि यो साउन्ड यो हामीलाई चाहिँदैन के किनकि त्यो एकदम ट्याङ ट्याङ गरेको छ नि त हैन त्यसलाई चाहिँ हामीले क्यान्सल गर्नुपर्छ त्यो हामीले कसरी गर्छौं भन्दाखेरि जस्ट यहाँ क्लिक गर्नुस् हैन यहाँ क्लिक गरेपछि तपाईले यहाँ राइट क्लिक गरेर यहाँनिर चाहिँ लो पास भन्ने अप्सन क्लिक गर्नुस् हैन अनि यहाँ चाहिँ यस्तो हुन्छ त्यो होला हो यसमा ल्याएर चाहिँ यस्तो गर्नुस् हैन अब यसलाई चाहिँ नि यसरी जति हामीलाई चाहिँदैन जुन यो नीलो भागमा परेको साउन्डहरु हामीले क्यान्सल गर्दै छौं के हैन अब हेर्नु यो हामीले साउन्ड राखेको कस्तो आउँछ सो हामीलाई यो त्यो चाहिएन हामीलाई के अब यहाँ पनि तपाईले सुन्नु यो छ नि यो लो बेस चाहिँ यति धेरै छ के यो बेस हामीलाई त्यो पनि चाहिँदैन के त्यति धेरै लो पनि चाहिँदैन किनकि अरु सबै गिटारको पार्टहरु अथवा भोकल त्यसले खाइदिन्छ दबाइदिन्छ यो 1 नम्बरमा चाहिँ अघि हामीले 4 नम्बरमा गर्यौं अब चाहिँ 1 नम्बरमा चाहिँ हामीले गएर यहाँनिर हाई पास फिल्टर लगाऊ है अब हाई पास फिल्टर भनेको फेरि हामीले लो फ्रिक्वेन्सीहरुलाई चाहिँ क्यान्सल गर्ने हो फेरि यसलाई यो फ्रिक्वेन्सी उसमा गएर यसरी समतल बनाउनुस् हैन अनि हामीले चाहिँ अलिकति मात्रै काट्ने हो यहाँ किनकि बेस गिटार हो नि त हामीलाई चाहिँ एक्सपोर्ट कसरी गर्ने म तपाईलाई एउटा एकदम इम्पोर्टेन्ट स्टेप बताउँ अब हामी यहाँ आइसकेपछि चाहिँ हाम्रो यो प्रोजेक्टमा काम गर्दै छौं बाइ द वे तपाईले चाहिँ यहाँ आएर सेभ गर्नु भन्दा नि पहिल्यै तपाई अलिकति काम गर्ने बित्तिकै सेभ गर्नुभयो भने चाहिँ एकदम सेफ हुन्छ है सो फाइलमा जाउँ फाइलमा गएर यहाँ हामीले चाहिँ सेभ प्रोजेक्ट एज भनेर क्लिक गरौँ है अनि मैले चाहिँ यो जस्ट रेकर्डिङ भन्नेमा सेभ गरेको थिएँ म चाहिँ मेरो चाहिँ यो ब्याकिङ ट्र्याकहरुमा सेभ गर्छु मेरो यहाँ थुप्रै ब्याकिङ ट्र्याकहरु छ यहाँ चाहिँ मैले यसलाई ड्रम्स एन्ड बेस भनेर सेभ गरे है त अनि यहाँनिर चाहिँ के भनेको छ भने क्रिएट सब डिक्सनरी फोल्डर भनेको एउटा छुट्टै फोल्डर हुन्छ क्या यसको अनि कपी अल द फाइल्स इनसाइड द फोल्डर यो दुईटा क्लिक यो यतिकैमा तपाईले क्लिक गर्नुस् हैन अनि सेभ गर्नुस् अब त्यो चाहिँ त्यहाँ सेभ भएर बस्यो हैन सो यहाँबाट चाहिँ तपाईले यसलाई यसरी सेलेक्ट गर्नुस् हैन यति चाहिँ हाम्रो यसलाई चाहिँ हामीले एक्सपोर्ट गर्ने यसलाई चाहिँ हामीले सेभ गर्ने रेन्डरिङ पनि गर्ने भनिन्छ हामी यहाँ चाहिँ फाइलमा जाउँ फाइलमा गएपछि चाहिँ यहाँ रेन्डर भन्ने छ है जस्ट तपाईले यहाँ नाम दिनुस् तपाईको गीतको नाम अथवा बेस एन्ड ड्रम 1 लेख्छु म चाहिँ यहाँ आएर चाहिँ के भनेको छ नि पुरै प्रोजेक्ट अथवा चाहिँ टाइम सेलेक्सन भनेको मैले यो जति सेलेक्ट गरेको छु नि यति लामो चाहिँ सेभ गर्नु पर्यो भनेको छ हैन अब यहाँ तपाईले mp3 पनि चुज गर्न सक्नुहुन्छ हैन WAV पनि चुज गर्न सक्नुहुन्छ mp3 चाहिँ सानो फाइल हुन्छ 2-3 MB को यो चाहिँ तपाईको 20-25 MB को हुन्छ अहिलेलाई चाहिँ म mp3 नै युज गरे हैन अब यहाँ हाम्रो लागि चाहिँ यहाँ पोस्ट प्रोसेसिङ भन्ने छ के यहाँ हैन यो चाहिँ मास्टरिङ गरेको जस्तै तपाईलाई फेरि एकदम क्वाइट हुन्छ नि त यो ब्याकिङ ट्र्याक लाउड इनफ हुँदैन नि त हैन फाइनल लाउडनेस चाहिँ कत्रो राख्ने भनेर हामीले यहाँ प्रोसेस गर्न सकिन्छ यहाँ चाहिँ हामीले क्लिक गर्दियौ अनि यहाँ भित्र जाउँ है पोस्ट प्रोसेसिङमा अब यहाँ आएर तपाईले के गर्नु भने जस्ट एकदम यसमा क्लिक गर्नुस् हैन नर्मलाइजेसनमा अनि यहाँ चाहिँ हाम्रो म्याक्सिमम लाउडनेस चाहिँ -24 भनेको छ है एकदम स्ट्यान्डर्ड चाहिँ हामीले -14 राख्दिनुस् यहाँ हैन -14 राख्दिनुस् अनि यो पनि क्लिक गर्नुस् लिमिट वाल भन्ने ब्रिक वाल लिमिट यहाँ चाहिँ हामीले
हामीलाई चाहिँ ठ्याक्क -1 भन्दा चाहिँ माथि जान भएन क्या, भनेपछि यो लाउडेस्ट हुन्छ यो, तर सेफ पनि हुन्छ क्या, होइन? -1 dB, होइन? यति राखिदिनुहोस् अनि त्यहाँबाट चाहिँ जस्ट तपाईँले चाहिँ यसलाई क्लोज गरिदिएपछि अब हामी यहाँलाई अनि अब हेर्नु है, त्यसैलाई चाहिँ यसले अझै लाउड बनाइदियो क्या, होइन? यो हाम्रो सेभ भइसकेको छ। तपाईँले यहाँ फोल्डरमा क्लिक गर्नु। ओके, सी यू टिल नेक्स्ट टाइम। थ्याङ्क यू फर वाचिङ।